guys, welcome back to my YouTube channel Durga Garg. So आज चाहिँ म चाहिँ फेरि नयाँ ब्लग लिएर आइसकेको छु। त्यो नयाँ ब्लग चाहिँ धेरै इन्ट्रेस्टिङ वाला हुनेछ। अनि किन इन्ट्रेस्टिङ भन्दाखेरि चाहिँ आज म चटपट बनाएर खाँदैछु। सो चटपटे भनेको चाहिँ मुराई। यहाँ हाम्रो सिक्किममा चाहिँ मुराई भन्छ, उता नेपालतिर चाहिँ चटपट भन्दै रहेछ। अनि मम्मी म अनि दादा बनेर खानी। सो म चाहिँ बनाउँदैछु। लेट्स गो। सो चटपटेको सामान पनि ल्याइसकेको छ एन्ड अब चाहिँ म चटपटेको सामान बनाउनु गइरहेको छु। लेट्स गो। कम गाइस। खै यो त अलिक उयो भयो। सो गाइस म चाहिँ यहाँ काट्दैछु है। यति भयो काफी होला। प्याज पनि। सो गाइस म चाहिँ प्याज काट्दैछु गाइस। यतिदा डल्ले खोर्सानी ल्याउनुस् त। त्यहाँ छ त सक्यो होला नि है। अब गाइस म चाहिँ दोकान जान्छु अनि चटपटीको लागि। सो मैले उयो लिएर आउँछु क्या। के भन्नु नि, यो वास गर्नुपर्ने रहेछ। यो धोको होइन, धोको रहेछ। अनि गाइस यो भ्लगमा चाहिँ कन्टिन्यूहरू हेर्दै गर्नुहोस् होला, धेरै मजा आउँछ गाइसहरूलाई। कसलाई बाई बाई भन्छ फेरि ममता बढी चाहिँ। सो गाइस आज मैले बनाएको चटपटी कस्तो हुन्छ ट्राई गर्नुहोस् है हेर्दा। हाय सो यहाँ चाहिँ म काट्दैछु गाइसहरू। अनि मम्मीलाई चाहिँ धेरै एक्साइटमेन्ट छ बिकज आज फर्स्ट टाइम छोरीले बनाएको चटपट कस्तो हुन्छ भनेर एक्साइटमेन्ट छ उहाँलाई चाहिँ। एन्ड मैले बनाएको चटपटेर अब मिठै त हुनु पर्यो, मिठो हुनु पर्छ हे। लेट्स गो गाइस। सो गाइस म चाहिँ अब चाहिँ यो प्याज र अनि यो चाहिँ यहाँ चटपटीको सामानहरू चाहिँ गाइस यहाँ अब हाल्नु गइरहेको छु। अनि अब लेट्स गो। भ्लगमा कन्टिन्यू बस्नुहोस् है गाइस, तपाईँलाई धेरै मजा आउँछ। यस्तो भ्लगमा मेरो हेर्न लागि मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनुहोस् होला। अनि फाइनल उयो 100 सब्सक्राइबर्स पुऱ्याइदिनुहोस् होला प्लिज। आई वान्ट 100 सब्सक्राइबर्स गाइजहरू। सो अलिकति म अब चटपटीको सामान मैले चाहिँ हालिसकेको छु गाइस। हामीलाई चाहिँ वाइफाई नपुगेर फेरि लिनु जाँदै हुनुहुन्छ गाइस। अब यहाँ मटर हाल्नुपर्छ। सो गाइस अब चाहिँ हामी मटर हाल्न लागेको छु। यो त पोलिदिएर गाइस। ओ माई गॉड झन्डै यति राति भइसकेको छ तर हामीलाई चाहिँ चटपटे खानै नचल्ने। गाइस यस्तो अँध्यारो बज्छ अनि यो लाइट पनि छैन। म बाहिर गएर देखाउँछु यस तपाईँहरूलाई। हेर्न सक्नुहुन्छ यहाँ चटपटी बनिँदैछ। स्मेल इज कमिङ सो गुड। सो गाइस अब चाहिँ मजाले मिक्सचर
जल्जिराको पालो एकदमै रत्त बनाएर खान्छु कि गाइस। यस्तो डल्ले खोर्सानी हाल्छु यहाँ उल्टाबाट हालेको रहेछ। अब यो बेसी पनि हाल्नु हुँदैन। सो अब थोरै तेल हाल्नुपर्छ गाइस। ए चाची अब पिक्कलको अचार नि हाल्छु म। यति धेरै मिठो देखिरहेछ नि, हेर्दै खम लाग्ने गाइस। अहिले बनाएर सकेर गाइस यहाँ छ पिक्कलको अचार। सो अलिकति हाल्नु पर्यो होला यो पिक्कलको, थोरै मात्रै, धेरै मिठो हुँदैन गाइस चटपटसँग। गाइस अहिले त यति बट्टाको यत्रो महँगो गर्छ कि पिक्कल गाइस। भयो यति राति पर्यो गाइस। मैले चाहिँ डल्लै दियो अनि मम्मीहरू चाहिँ बाहिर इन्जोय गर्नु हुँदैछ अनि म चाहिँ यहीँ खाएको हो। भास्नु मस नै त पार्ने हो। एकदमै मिठो गाइस। यो चाहिँ मैले बनाएको। एकदमै मिठो टेस्टी छ। यम्मी। पिरो पनि ठिकै लागेको छ, अमिलो पनि ठिकै, तितो पिरो पनि ठिकै छ, डल्लै ठिकै। एकदमै छ। अब मम्मीलाई सोधौँ कस्तो छ।